भाइ नमस्ते। नमस्ते। हजुरको नाम चाहिँ? मेरो नाम चाहिँ सापर विकेस टिम्बु। ओके, यहाँ चाहिँ अहिले के भइरहेछ? गुरुजी अहिले चाहिँ हामी चाहिँ एनइबी भन्छ, नन इक्विपमेन्ट ब्रिजिङ, त्यो गर्दैछौँ गुरुजी। यो चाहिँ तपाईँको हामीसँग पक्का ब्रिजिङ रिसोर्सेसहरू चाहिँ नहुँदाखेरि र हामीसँग जति पनि एभाइलेबल रिसोर्सेसहरू हुन्छ त्यसलाई चाहिँ युटिलाइज गरेर चाहिँ एउटा ब्रिज बनाउने प्रक्रियालाई चाहिँ एनइबी भन्छ गुरुजी, र हामी अहिले चाहिँ त्यही गर्दैछौँ। राइट। अनि अहिलेसम्म के सिक्नुभयो? अहिलेसम्म हामीले सिकेको भनेको चाहिँ गुरुजी हाम्रो सुरुवात चाहिँ हाम्रो G10 स्टोर इक्विपमेन्टसँग आइडेन्टिफिकेसनबाट भएको थियो। अनि त्यो पश्चात चाहिँ हाम्रो अब प्लास्टिक एक्सप्लोजिभहरूसँग पनि इन्ट्रोडक्सन भयो, र हामीले लास्ट विक चाहिँ हामीले कन्फिडेन्स चार्ज भनेर चाहिँ प्लास्टिक एक्सप्लोजिभ पड्काउने मौका पनि पाएको थियौँ बुझ्दै। अनि सोफा त्यो सक्दै आएर चाहिँ अहिले चाहिँ हामी चाहिँ हाम्रो सेक्सन मोबिलिटी भन्छ, हामी चाहिँ ब्रिजिङ फेजमा छौँ। ए, इन्जिनियरको सिपाहीहरूले किन यो गर्नुपर्दछ कम्ब्याट B2? यस्तो चाहिँ इन्जिनियरिङ भन्ने बित्तिकै हाम्रो कम्बाइन्ड इन्जिनियरिङमा चाहिँ पक्कापक्की चाहिँ आरजिआरको चाहिँ अट्याचमा रहेर काम गर्ने भनिन्छ। सो जब चाहिँ आरजिआरको लागि चाहिँ हाम्रो इन्फ्यान्ट्री सिपाहीहरूको लागि चाहिँ ब्याक सपोर्ट र उनीहरूलाई चाहिँ यस्तो जति पनि हाम्रो अब्स्ट्याकल्सहरू छ उनीहरूलाई पार गराउनको लागि चाहिँ हामीले पक्का ब्रिजिङहरू चाहिँ गर्ने गर्छौँ। हुन त सबै विषय तपाईँले पास गर्नुपर्छ, तर अहिलेसम्म सिकेकोमा कुन सब्जेक्ट चाहिँ अलिकति इन्ट्रेस्टिङ लाग्दैछ तपाईँलाई? मलाई अहिलेसम्म लागेको इन्ट्रेस्टिङ भनेको चाहिँ त्यही हाम्रो डेमोलिसन्स चाहिँ, त्यसमा चाहिँ हामीले अघि पनि भने हामीले प्लास्टिक एक्सप्लोजिभहरूसँग चाहिँ खेल्ने मौका पाएको थियो। सो त्यो चाहिँ एकदमै इन्ट्रेस्टिङ लागेको चाहिँ। प्र्याक्टिकल सजिलो छ कि थ्योरी सजिलो छ? प्र्याक्टिकल गुरुजी मेन्टल्ली हेर्दाखेरि चाहिँ थ्योरी अलिकति अनौठो हुन्छ गुरुजी, सबै कुरा नयाँ छ हाम्रो लागि। सुरुमा हामीले मोड्युल हेर्दाखेरि चाहिँ केही नै बुझ्दैन त्यस्तो मजाले, र जब त्यो कुराहरू चाहिँ हामीले रिभिजन गरेर चाहिँ हामीले प्र्याक्टिकल्ली फिल्डमा आउँछ तब त्यो चाहिँ क्रिस्टल क्लियर हुन जान्छ। अनि गोरा इन्स्ट्रक्टरहरू पनि हुनुहुन्छ, उहाँहरूले पढाएको चाहिँ कस्तो लाग्छ? गुरुजी खै लक्कीली भनौँ या अनफर्चुनेटली म चाहिँ हाम्रो गोरा कर्पोरलसँग चाहिँ उहाँको सेक्सनमा चाहिँ छैन, तर सोफा नम्बरीहरूसँग बुझ्दाखेरि चाहिँ जस बुझिन्छ मजाले नै क्लियरली पढाउने गर्नुभएको छ भनेर चाहिँ फिडब्याक। ल त कम्ब्याट B2 राम्रो गर्नु होला, शुभकामना भाइ। हजुर, थ्याङ्क यू सो मच गुरुजी।